ल है साथी हो, हामी नरसिंहधाम दर्शन गरेर यहाँ खाजा साजा खाएर खाजा खाइसक्यौँ। अब हामी गाडी चढेर काठमाडौँतिर प्रस्थान गर्न लागिरहेको छ। कस्तो लागिरहेको छ त कविता म्याडम? रमाइलो भयो, अलिकति जाम भएर अलिकति बोर भयो, एकछिन टाउको दुख्यो। गर्मी कतिको छ त म्याडम? गर्मीको कुरा छोडिदिनु म्याडम, झन्डै मरिएन यो टाउको दुख्यो। बाँचेर आयो, अब बाँचिन्छ। अब सक्यो होइन, उहाँ चाहिँ कतिको साह्रो पर्यो त? उहाँ त साह्रो परेन, 10 मिनट जति हिँड्यो। खासै साह्रो होइन, साह्रो होइन। मान्छेले दुनियाँले 3 घन्टा 4 घन्टा भने, तर त्यस्तो चाहिँ बिल्कुल होइन रहेछ। धेरै भयो 10 मिनट, अब त्यो जहाँ पनि भइहाल्छ। अब खाना खायो, अब यो खाएको चिज लाग्यो। ल हेर्नु है साथीहरू, हामी यहाँ साथीहरू रमाइलो गरिरहनु भएको छ। हेर्नु है, हेर्नु आजको यात्रा साह्रै रमाइलो भयो। घामले अलिकति दुःख दियो। बाटो खाल्नु त होइन, बाटो त लाने होला नि। यति रमाइलो ठाउँमा बसेर खाजा खाइया छ। हेर्नु साथीहरू, सबै त्यसै गरेको छ नि।